हुन्छ यो माफी माग्नु तपाईले अर्को गल्ती गर्नु सुरुमा ओर्काउनु म भन्छु त्यसको मिलाइ सेम हो मेन कुरो बुझ्नु भने त्यो माफी अलिकति हल्का रमाइलो गरौँ भन्ने मात्रै मैले कुरा म तपाईँको छोरीको हात माग्न आएको सिधै भन्न गर नभनिन्जेलसम्म तपाईँ यस्तै यस्तै के गरिराख्नु त्यही रहेछ कि गुरु ल राम्रो सेम है केटाहरूले राम्रो लेखेको छ केटाहरू लियो रेडी 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 सर्ट साइज सेम छ है रेडी रोलिङ एक्सन अब यो कुरो भन्न म अर्का घर गएर अब यो कुरो भन्नलाई म अर्का घर गएर त भएन रामबहादुरजी गल्ती गर्नुभयो तपाईँले यसपालि तपाईँले एकदम ठुलो अनौठो खाले नै गल्ती गर्नुभयो त्यस्तो सेस्तो भनेर अलि ठुलो स्वर गरेर बोल्दा पनि हुन्छ अब त्यो नयाँ गल्ती गरेपछि त सजाय पनि मैले नयाँ नै दिनुपर्ने हुन्छ यो मिराको बिहेको तयारी भइरहेछ ठुलो गैती भए पो हुन्छ त सानो गैतीलाई कति खान्छ यो चाहिँ मिराको बिहेको घर है यहाँनिर सजावट हुँदैछ अहिले चाहिँ तोरण सोरण हालेर टक्क रेडी भएको छ होइन अब यहाँनिर तल तपाईँहरूलाई देखाउँदा चाहिँ ल यो चाहिँ गेट अब यहाँ ब्यानर आउन छ शुभ विवाह भनेर टक्कसँगले चाहिँ गेट रहेको छ गाउँको गेट है अनि यहाँनिर चाहिँ मण्डपको लागि केरा गाडिसकेको छ अब यहाँ अरू अरू कुराहरू आउन बाँकी छ टक्क यो तोरण भयो यो मिराको घर तपाईँहरूले देख्नु नै भएको छ होइन तपाईँहरूलाई यसको डिटेल देखाइदिनु पर्दा चाहिँ फुल चाहिँ ल है त फेरि भन्छ यहाँबाट ल यो साइडबाट चाहिँ अहिले त्यस्तो चाहिँ देखिरहेछ त्यहाँनिर अब ब्यानर आउँछ एउटा त्यस पछाडि मण्डप बनाएपछि अझ बवाल हुन्छ यो है त र तेरो छोराको लागि जे निर्णय गरिस् त्यो असाध्यै राम्रो निर्णय गरिस् म त यो भन्नेवालै थिएँ तर आज बिहेकै बेलामा मौका पनि त्यस्तै पर्यो बिहेकै बेलामा भेट्ने के भन ल ल अहिले म लाग्छु भनेको ठक्कै जोड्छु है
लिउ रेडी ल रेडी रेडी क्यामेरा रोलिङ र एक्सन यही बाटो पारेर छोरीले मलाई भनेका कुराहरू भन्न आएको थियो तर संजोग पनि त्यस्तै मिल्यो विवाहमै आउने अवसर प्राप्त भयो कसैको चोखो प्रेमलाई साकार बनाउने पनि त हाम्रो कर्तव्य हो र त ढुक्क होस् चिन्ता पनि नलि तैँले मैले छोराछोरीकै खुसीको लागि गर्ने हो गौरवको खुसी भएको छ ठिक छ ल शुभकामना छ बुहारी भित्र आएको छस् मलाई पनि मन परेकी बुहारी हो त जङ्गलमा त्यति ठुलो सहयोग गरेकी थिइन् सुशील छन् बोलीचाली राम्रो छ ल बरु यसो गर छोरा बुहारीको विवाहको शुभकामना छ म चाहिँ लाग्छु पनि ल जाऊ दाइ हजुर ल मुडमा है चुपबाट ल दाइ रेडी रेडी रोलिङ एक्सन चुप ए नौटङ्की भतुवा आमा बेचेर आएको फिरौती घरमा बस्छ सारी होइन ए कति ठाउँमा बेच्छ साप्ने आमालाई ह ए जोडिया मुख सम्हालेर बोला तिमीले मुखमा जे जे आयो त्यही बोल्न पाउँदैनौ म कोसँग पहिला गएँ ह गर्न देखाऊ म नगरी छोड्दिन छोरा